नमस्कार साथीहरू, तपाईँलाई स्वागत छ हाम्रो यस एसओएस युट्युब च्यानलमा। आज हामी कक्षा 8 अन्तर्गत ब्याच नम्बर 11.4 को हिसाब गर्न गइरहेका छौँ र 1 नम्बरको प्रश्न सरल गर्नु यस प्रकार रहेको छ। क नम्बरको प्रश्न a स्क्वायर अपन b इन्टु 2/b। यो भनेको चाहिँ गुणान गर्ने हो, सिधै 2 को 2 सिधै 2a स्क्वायर b इन्टु b स्क्वायर। यसको यति नै हुन्छ यसको एन्सर। र ख नम्बरकोमा चाहिँ 3x स्क्वायर बाई 4y स्क्वायर इन्टु 4y स्क्वायर बाई 3x छ। यसको सिधै गुणा 3 4 तिया 12 12 x स्क्वायरको x स्क्वायर y स्क्वायरको y स्क्वायर तल 4 तिया 12 4 तिया 12 x को x y को y स्क्वायर। यो 12 कट्यो, यो x र यो x कट्यो, यो y र यो पनि कट्यो, के रह्यो? सिधै 1 रह्यो। अब हामी अर्को नम्बरको घ नम्बर गर्नु गइरहेका छौँ। x माइनस y अपन x प्लस y इन्टु x बाई y छ। यसलाई सिधै x को x माइनस y तल y को y x प्लस y। यसको यति नै हुन्छ। र अझ हामी 1 नम्बरको अन्तिम प्रश्न गर्न गइरहेका छौँ, जुन च नम्बरको x माइनस 3 छ। जस्ता तस्तै लेख्ने x माइनस 3 x प्लस 2 इन्टु x प्लस 2 को स्क्वायर अपन x माइनस 3 को स्क्वायर। यो भनेको चाहिँ त एउटा कट्यो, एउटा यो 2 कट्यो, यो कट्यो, एउटा यो कट्यो, माथि के बच्यो? एउटा यहाँ कटिसकेको छ, एउटा माथि बच्यो x प्लस 2 तल x माइनस 3 बच्यो। अब 2 नम्बरको मा यस प्रकार रहेको छ, सरल गर्नुहोस्। a स्क्वायर बाई b डिभाइड बाई a अपन b छ। यस्तो भइसकेपछि a स्क्वायर बाई b स्क्वायर, यो डिभाइडलाई हामी यहाँ गुणाङ्कको साइन राखेर सिधै उल्टिन्छ के, a तल जान्छ b माथि आउँछ, b बाई a सिधै उल्टिन्छ। यो भनेको के हुन्छ? एउटा यो कटिको, एउटा b कटिको, माथि के बच्यो? a बच्यो, तल के बच्यो? b बच्यो। यसै गरी अब ग नम्बरमा x बाई 7 छ। x बाई 7 गुणान तलको माथि जान्छ 14, तल चाहिँ x स्क्वायर। के छ? 7 दुनी 14, एउटा x यो कट्यो, माथि के भयो? एन्सर के भयो? 2 अपन x। अब 9 नम्बरको प्रश्नमा चाहिँ के छ? a स्क्वायर माइनस b स्क्वायर अपन a स्क्वायर माइनस b स्क्वायर अपन a गुणान तलको माथि उल्टाउने a माइनस b। यो फर्मुलामा खोलौँ अगाडिको। यो भनेको a माइनस b, अर्को a प्लस b, a को a सिधै तल पनि a लेखौँ, अर्को चाहिँ a माइनस b। यो कट्यो, a माइनस b कट्यो, एन्सर चाहिँ a प्लस b एन्सर। अब च नम्बरको चाहिँ के छ? यसमा x स्क्वायर माइनस 1 छ अपन y स्क्वायर छ इन्टु y को y x माइनस y। अब यो र प्रश्न सेम छ कि x र y, यहाँ चाहिँ x र y भनेको चाहिँ यहाँ a र b हो, त्यति फरक हो। यहाँ चाहिँ x माइनस 1 x प्लस 1 अपन y स्क्वायर छ इन्टु y छ तल x माइनस y। यो y यो कट्यो, x माइनस यो कट्यो, के छ? x प्लस 1 भयो, माथि बच्यो, तल y बच्यो। त्यसै गरी अब प्रश्न नम्बर 3 को गर्न गइरहेका छौँ हिसाबहरू। के छ माथि? सरल गर्नुहोस्। कमा x स्क्वायर माइनस y स्क्वायर अपन x प्लस y इन्टु x प्लस 1 अपन छ। के गरौँ अब हिसाब गर्दाखेरि भनिसकेपछि एक्चुअली जस्ता तस्तै सारन। यो भनेको के हुन्छ फर्मुला? x माइनस y हुन्छ एउटा, अर्को चाहिँ x प्लस y भयो, तल चाहिँ x प्लस y भयो, यता के छ? x प्लस y छ, यता x माइनस y। यो र यो कट्यो, यसका छुट्टा रहेछ, यो र एउटा कट्यो, माथि के बच्यो? x प्लस y बच्यो, तल x माइनस y बच्यो। यसको एन्सर यति नै हुन्छ। अब ग नम्बरमा x स्क्वायर के छ? x स्क्वायर माइनस 4x प्लस 4 भनेको छ।
तल चाहिँ 3y माइनस xy भनेको छ इन्टु 4x माइनस 12y x माइनस 2। यसलाई खण्डीकरण गरौँ। के हुन्छ एक्स स्क्वायर माइनस 2 प्लस 2 एक्स प्लस 4। तलबाट कमन के छ अब साझा y साझा हो, 3 बच्यो, पछाडि के बच्यो x बच्यो, इन्टु इन्टु साझा के छ 4 साझा छ, x बच्यो माइनस 4 यहाँ 12, तल के छ x माइनस 2 छ, माथिको एक्स स्क्वायर जस्तो जस्तै माइनस 2 इन्टु एक्स 2x माइनस प्लस के हुन्छ माइनस प्लस माइनस 2x प्लस 4, तल y को y 3 माइनस x इन्टु 4x माइनस 3 अपन x माइनस 2। यहाँबाट x कमन आयो, x माइनस 2 हो, माइनसको माइनस 2 को 2 x माइनस माइनस प्लस माइनस 2, y को y 3 माइनस x इन्टु 4x माइनस 3 x माइनस 2। के बच्यो र x माइनस 2 हो, अर्को पनि x माइनस 2 छ, अपन y छ 3 माइनस x इन्टु 4x माइनस 3 अपन x माइनस 2। एउटा x माइनस 2 एउटा x माइनस 2 कटिगयो। अब के भयो यिनीलाई चाहिँ उल्टिन्छ कि साइन 3 माइनस x भइसकेपछि यसलाई उल्टाउँदाखेरि अगाडि माइनस आउँछ, x माइनस 2 भयो, यसलाई उल्टाइ के हुन्छ अब x माइनस 3 गर्न मिल्यो, इन्टुको इन्टु 4 को 4 x माइनस 3, यो र यो पनि काट्न मिल्यो, अपनको अपन माइनस 4x माइनस 2 अपन y। यसै गरी अब प्रश्न नम्बर 9 को गर्न गइरहेका छौँ। यसमा चाहिँ y खण्डीकरण गर y स्क्वायर प्लस 10y प्लस 24 रहे, कति हुन्छ यसको 6 4 24 र 6y प्लस 4y प्लस 24, तल y स्क्वायर 8 छ, कति हुन्छ 4 माइनस 2 4y माइनस 2y माइनस 8 हुन्छ इन्टु y माइनस 3 y प्लस 6, माथि कमन के छ y कमन छ, y प्लस 6 बच्यो, 4 कमन भएपछि y प्लस 6 भयो, तल y कमन छ y प्लस 4 भयो, माइनसको माइनस 2 कमन छ y माइनस माइनस प्लस 4 इन्टु y माइनस 3 y प्लस 6। के बच्यो माथि यहाँ चाहिँ y प्लस 6 भयो एउटा, अर्को y प्लस 4 y प्लस 4 y माइनस 2 y माइनस 3 y प्लस 6, के छ मा y प्लस 4 y प्लस 4 कट्यो, y प्लस 6 y प्लस 6 कट्यो, माथि के बच्यो y माइनस 3, तल के बच्यो y माइनस 2। यति नै हुन्छ एन्सर यसको पनि। अब प्रश्न नम्बर 6 को गर्न गइरहेका छौँ। x स्क्वायर माइनस 11x हुनुपर्ने 30 हुनुपर्ने, कति हुन्छ 6 5 जा 30, 6 5 जा 30, 6 प्लस 5x प्लस 3, तल के छ x स्क्वायर माइनस 5 प्लस 2 जा 10 हुन्छ, प्लस 10 इन्टु 5x माइनस 10 को x स्क्वायर 12 हुनुपर्ने, 6 प्लस 2 6 प्लस 2x प्लस 12, अब x स्क्वायर माइनस 6x माइनस प्लस माइनस 5x प्लस 30, x स्क्वायर माइनस 5x माइनस प्लस माइनस 2x प्लस 10, 5 कमन आयो x माइनस 2 भयो, अर्को के छ x स्क्वायर माइनस 6x माइनस 2x प्लस 12, x कमन आयो x माइनस 6 भयो, माइनसको माइनस 5 को 5 x को x माइनस 6, तल x को x माइनस 5 माइनस 2 x माइनस 5 5 को 5 x माइनस 2 x को x माइनस 6 माइनस 2 कमन आयो x माइनस 6। अब यहाँनिर के बच्यो यहाँनिर x माइनस 6 एउटा x माइनस 5, तल पनि x माइनस 5 x माइनस 2 इन्टुको इन्टु 5 को 5 x माइनस 2 x माइनस 2 x माइनस 6,
अब x minus 6, x minus 6, x minus 5, x minus 5, x minus 2, x minus 2 कट्यो। माथि के बच्यो अब 5 बच्यो, तल x minus 2 बच्यो। अब अर्को प्रश्न गर्न गएका छौँ। यसमा चाहिँ के छ, एक्स स्क्वायर माइनस 6 हुनुपर्ने, 3 + 2 = 5, 3 2 = 6, 3 + 2x + 6, एक्स स्क्वायर माइनस 9 हुनुपर्ने, 3 3 = 9, 3 3 = 9 हुन्छ, ठिक छ, प्लस 9 इन्टुको इन्टु एक्स स्क्वायर माइनस 3 हुनुपर्ने, 2 हुनुपर्ने, 3 - 2, 3 - 2 कस्तो, 3 - 1, 3 1 = 3, माइनससँग चाहिँ 2 हुन्छ, -3 को 3 एक्स रहेछ, एक्स स्क्वायर माइनस 3 हुनुपर्ने रे, 2 + 1 एक्स + 2, एक्स स्क्वायरको एक्स स्क्वायर माइनस 3 3x माइनस प्लस माइनस कति हुन्छ, 2 टाइम x + 6, तल एक्स स्क्वायर माइनस 3x माइनस 3x + 9 इन्टु एक्स स्क्वायर माइनस 3x माइनस माइनस प्लस x माइनस 3, तल चाहिँ एक्स स्क्वायर माइनस 2x माइनस प्लस माइनस x + 2। अब चाहिँ यसमा के छ कमन, x कमन छ, x माइनस 3 माइनस 2 को x माइनस प्लस माइनस 3, x कमन, x माइनस 3 माइनसको माइनस 3 कमन, x माइनस 3, x कमन, x माइनस 3 बच्यो, पछाडि के बच्यो, प्लसको प्लस, प्लस 1 को प्लस 1, अर्को चाहिँ x माइनस 3 बच्यो। यसमा चाहिँ x कमन, x माइनस 2 बच्यो, माइनसको माइनस, केही छैन चाहिँ 1 बच्यो, x माइनस प्लस माइनस 2, अब चाहिँ x को x माइनस 2, x माइनस 3, अर्को x माइनस 3, x माइनस 3 इन्टुको इन्टु x माइनस 3, x प्लस 1, x माइनस 1, x माइनस 2, x माइनस 3, x माइनस 3 कट्यो, x माइनस 3, x माइनस 3 कट्यो, x माइनस 2, x माइनस 2 कट्यो। अब के रह्यो माथि, x प्लस 1, x माइनस 1,